देशैभरि घन्टीको लहर लागिसकेपछि चाहिँ अहिले अरू दलका नेताहरूलाई चाहिँ गाह्रो परिरहेको छ है। जसमा चाहिँ अब केपी शर्मा ओली उनको ओभर कन्फिडेन्सले नै फालिदियो अनि महेश बस्नेत जो चाहिँ केपीको चेला थिए अनि उनलाई पनि फालिदियो। अब कुलमान जो चाहिँ एउटा आफ्नै स्वाभिमान बोकेर आफै गर्छु आफ्नै पार्टी हो भन्न अब हुन्छ नि त्यस्तै गर्ने खालका थिए, उनलाई पनि देखाइदियो। यही हो लोकतन्त्रको ताकत भनेपछि, जनताको लागि जनताकोद्वारा र जनताबाट नै आउँछन् क्या। अब त्यही हो। अब अझै कतिको त पत्ता साफ हुन बाँकी छ अनि होला पनि। अब तपाईँहरूलाई के लाग्छ अब कसले बाजी मार्छ प्रधानमन्त्री? समानुपातिकमा चाहिँ अब 51% चाहिँ आइसकेको छ है। हिजोको जुन एनइपीको पोस्ट हेर्दाखेरि चाहिँ 51% आइसकेको छ र यो चाहिँ कायम रहनुपर्छ है लास्टसम्म पनि, तब मात्र अनि अब हुन्छ नि हाम्रो खन्टीले चाहिँ जित्छ क्या। अब भोटहरू काउन्टिङ हुँदैछन्, अब त्यही अनुसार अब त्यही रेसियोमा त्यही पर्सेन्टेजमा अब रह्यो भने चाहिँ अनि मजाले जितिहाल्छ खन्टी। अब अरू दलहरूको नेताहरूलाई पनि शुभकामना छ। यसमा चाहिँ सबैभन्दा बाठा चाहिँ प्रचण्ड निस्क्यो है। कहाँबाट कहाँ पुगे हुन त। अब के गर्ने, अब रुकुम खा जनताहरूलाई अब भेडा बनायो उनले। अब यस्तै हो। अब हेरौँ कसले के गर्छ, कसले कसलाई अब छोडेर कसले कसलाई उ गरेर फालिदिन्छ अब।